पाइलटको बाटोमा धुलो उडाउँदै धुलो उडाउँदै हामी यहाँ जाँदैछौँ आज यो गान्तोक सहरमा। आज यहाँनिर केटाहरू एकदम एक्साइटेड, सिक्किम झरेर जाँदैछ गान्तोक भन्नु एकदम एक्साइटेड केटाहरू यहाँनिर। यो नेपाल अनि इन्डियाको वुमेन्स फुटबल चाहिँ आज एकदम रमाइलो म्याच हुन आँटेको छ। भरे बेलुका 5 बजीको लागि चाहिँ अहिले हामी 11 बजी नै केटाहरू एकदम तैनात म्याच भाइ राबङ भएर गइरहेको छु। लगभग बाटो 70 किलोमिटर जस्तो टाढो छ हो त्यो म्याच हेर्नुको लागि हामी गइरहेछौँ। त्यो मेरो भ्लग चाहिँ त्यो नेपालको प्लेयरहरूले हेऱ्यो भने चाहिँ स्टोरीमा हाल्नु हो, म अहिले नै भनिदिइरहेको छु। अन्त त्यही छ, अब हेर्दै जाउँ के कसो हुन्छ। म्याच रोकेर देखाउँछु आधी जाम हुन्छ, थालेको छ गाडी। अहिले चाहिँ हामी यो सिङ्गम शान्ति गाउँ क्रस भयो। हाम्रो यो शान्तिनगर जस्तो शान्ति गाउँ रहेछ। शान्ति भन्ने नाम सुनेर चाहिँ यो बेसी शान्ति विश्व शान्तिबाट यो शान्तिनगर हामी क्रस भएको छ अहिले यो। अनि अब लगभग हाम्रो 35 किलोमिटर जस्तो छ माथि गान्तोकदेखि। त्यहाँदेखि हामी यताउता टिमहरू पनि दुईवटा टिमहरू निस्केर वार्मअप जाँदा ओर्दा यसो आज अलिकति अफिसियल प्रोग्राम स्टार्ट हुँदैछ। यो 120 म्याच ठिकै छ। अब यो मेरो राम्रोसँगले हामी हेर्नेछौँ। माथि पुगिसक्यो। भरे त झोलामा हालेर भाइले त ल यतिखेर भने चाहिँ टक्क लागेर यो स्टेडियमभित्र पानी आएको नि हौ, तल जानु छ ल लागेको रहेछ। के कस्तो हुन्छ हेरौँ। म्याच अघि स्टार्ट भयो क्या। यतिखेर चाहिँ यहाँ प्लेयरहरूको एन्ट्री हुँदैछ। यहाँनिर दुईवटा देशको फ्ल्यागहरू लिएर यहाँनिर प्लेयरहरू ग्राउन्डमा आएर मजाले म्याच स्टार्ट हुन लागिरहेको छ। फेङ्गा त लागेकै हो साँच्ची नै। म बाहिर जान्छु भनेर पाउन नलाने खालको रहेछ र। ए नेट राजधानी मेघालयको राजधानी शिलङको स्टेडियममा Goal, yes, goal.
लागि रेडी भएको छ है। पहिलो सर्ट कसले गर्ने रहेछ भने नेपाली पहिलो सर्ट गर्ने रहेछ। इन्डियाको पहिलो पेनल्टी भयो गाइस। इन्डियाको नेपालको अब इन्डियाको पालो। म्याचको क्राउड चाहिँ एकदम दामी यहाँनिर। ल त सबैलाई बाई बाई।